लाल किल्ला अरे उता परसम्म रहेछ यता पार्किङ पनि रहेछ हैन हामी चाहिँ अब यहाँ टेम्पोबाट लाल किल्ला चोर बजार घुम्न जाँदैछौँ हैन साह्रै गर्मी छ रुममा त एसी थियो अब एकछिन बोरिङ भयो क्या बस्दा अनि साथीले जाउँ भनेर यहाँनिर जाँदैछौँ त्यहाँ हेरौँ कस्तो छ हामी पनि घुमेको छैन चोर बजार लाल किल्लातिर हैन हेरौँ हैन ब्रो अब यहाँ चाहिँ अफ्रिकै नै बनाइदिँदो रहेछ डढाएर घामले अहिले चाहिँ यो दिल्लीमा है कस्तो गर्मी भइरहेछ है बहुत गर्मी भइरहेछ बुढो यहाँ त घाम नहुँदाखेरि मात्रै राम्रो देखिने रहेछ है घाम हुँदा त साह्रै खत्तम पो रहेछ यहाँ त राम्रो ठाउँहरू छ है दिल्लीको यो चाहिँ के भन्छ भन्दाखेरि चाहिँ लाल किल्ला तिन्दी चौक लाल किल्ला भन्दो रहेछ यो ठाउँलाई चाहिँ हैन दिल्लीको यो साइडमा त के छ यो साइडमा हेर्नुहोस् हजुर सबबाट यता हेर्नु है लाल किल्लातिर हामी चाहिँ जाँदैछौँ यहाँ एउटा फोटो पनि खिचिदिउँ न है पुरै आउँदो रहेछ नि त यो लाल किल्लामा चाहिँ हजुर त्यतिकै होला नि मान्छेहरू त पुरै आउँदो रहेछ है लाल किल्ला भन्छ यसलाई चाहिँ न्यू दिल्लीको घुम्न आउनुहोस् तर विन्टर सिजनमा मात्रै आउनुहोस् यो समर सिजनमा चाहिँ कसम से कोइला जतिकै कालो बनाइदिन्छ होइन सन्त्रीहरू बस्छ यो लाल किल्ला धेरै लामो छ एकदमै लामो हामी चाहिँ फेरि अब के को लाल किल्ला होइन लाल किल्ला पनि घुमियो बुढो यता हेर्नु न लाल किल्ला पनि घुमियो है रमाइलो पनि लाग्यो तर गर्मी नै चाहिँ लास्टै अब होइन त्यही भएर अब विन्टर सिजनमा चाहिँ आउनुपर्छ घुम्नलाई तर धेरै लामो छ यो चाहिँ घुम्न हामी चाहिँ एकछिनमा चाहिँ घुमेर हिँडिहाल्ने गर्मीले सक्न सकेर अब हामी चाहिँ फेरि रुम लाग्दैछ